खासै हाम्रो नेपालका जस्ता ज्ञानी सुकुनबासी है कुनै देश अरू देशमा छैन होला अरे यति ज्ञानी छन् यति ज्ञानी छन् बरु अलिकति हामीलाई समय थपिदिनु पऱ्यो 1-2 दिन मात्रै हामी आफै आफ्नो साइड लाग्छौँ र हामीलाई चाहिँ राज्यले सहयोग गर्नुपर्छ बालन सरकारले सहयोग गर्नुपर्छ हामीले सरकारले जहाँ पठायो त्यहीँ जान तयार छौँ हामीलाई अलिकति समय मात्र चाहियो भनेको छन् यति ज्ञानी पोको पत्र प्याक गरेर आफै यताउता आफूलाई चाहिने सामान होइन त्यहाँबाट चाहिँ टुटफुट नहुँदै आफूले सम्हालेर आफ्नो पोको पत्र प्याक गरेर कसैले चाहिँ आफ्नो गाडी घोडा भनेर हेल्प मागेर गाडी घोडासँगै हेल्प मागेर आफ्नो साइडमा लागिरहेका छन् कसैले चाहिँ प्रशासनको सहयोग मागिरहेका छन् कसैले होइन कसै साथीभाइको सहयोग मागिरहेका छन् यति ज्ञानी सुकुनबासी आफ्नो आफ्नो बाटो लागिसके न ताम न जाम होइन न लट्ठी खानु न भाटा खानु अनि यतिखेर एकदम सही समय छ न पानी परेको छ न स्कुलको अहिले स्कुल स्टार्ट भएको छ स्कुल पनि स्टार्ट भएको छैन अनि स्कुल त अब 21 गते मात्रै लाग्छ आज त वैशाख 12 गते हो अनि आजले एकदमै सही समय छ कि यता त आफ्नो साइड लागेपछि उतैबाट पनि पढाइ स्टार्ट गर्न सक्छौँ जता गयो त्यतैबाट हामी चाहिँ राज्यले जता पठायो त्यतै जान्छौँ बालन सरकारलाई हामी हेल्प चाहियो फेरि हेल्प गर्छौँ हामीलाई सहयोग गर्नु पऱ्यो भनेर होइन कसैले चाहिँ आफ्नै सामानहरू आफै प्याक पोको पत्र पाडेर प्याक गरेर साइड लागिसके यति ज्ञानी सुकुनबासी त मैले कहीँ पनि देखाएको थिएन यति ज्ञानी सुकुन मलाई त माया लागेर आउँछ बालन सरकार छिटोभन्दा छिटो 1 महिनाभित्र सकेसम्म 1-2 महिनाभित्र उनीहरूलाई केही नराम्रो उनको नाममा 2 कठा भए पनि लाल पूर्जा आउने जग्गा दिएर उनीहरूलाई चाहिँ चित्त बुझोस् है त्यस्तो गरिदिनु पऱ्यो बालन सरकार यस्ता सुकुनबासी ज्ञानी सुकुनबासी तपाईँले जिन्दगीमा भेटाउनुहुन्न बालन सरकार यो चाहिँ बालन सरकारसम्म यो भिडियो चाहिँ पुगाइदिनुपर्छ ल अनि नेपाल अधिराज्यभरि सार्वजनिक जग्गा ओगटेका बस्तीहरूमा यसो हेरेर है त्यसलाई भगाउन मिल्ने भएपछि भगाइहाल्नुपर्छ कोही आफ्नो साइड लागिहाल्छन् ओरिजिनल सुकुनबासी त नेपाल बालन सरकारले सहयोग गरिहाल्छन् यो चाहिँ हुँदैपर्छ यो भिडियो चाहिँ सबैले सेयर गरेर बालन सरकार ठाउँ पुगाउनै पर्छ ल निकायमा ज्ञानी सुकुनबासी कति ज्ञानी छु मलाई त माया लागेर आउँछ हेर्नुहोस् अब है यस्तो के गरौँ यार